बरबोटेली श्रमदान अभियान इलामको 18औं श्रृङ्खलाको यो कार्यक्रमबाट यहाँहरू सबैलाई हामी हार्दिक स्वागत तथा न्यानो अभिवादन नमस्कार जय श्रमदान। बरबोटेली श्रमदान अभियानको आज 18औं श्रृङ्खलाको कार्यक्रम सञ्चालनका निमित्त हामी इलाम जिल्ला इलाम नगरपालिका वडा नम्बर 4 घलेटार स्थित दिव्य माता पाथिभरा मन्दिरको प्राङ्गणमा बर्खायाममा उम्रिएका झार जङ्गलहरूलाई उचित व्यवस्थापन गर्नका निमित्त यो बाटामा पलाएका लेउहरूलाई खुर्किनका निमित्त हामी आजको कार्यक्रममा सम्मिलित भएका छौँ र आजको यो हाम्रो दिव्य 18औं श्रृङ्खलाको कार्यक्रममा स्वतन्त्र नागरिक समाज इलामको तर्फबाट सिङ्गो नागरिक टोली परिवार पनि हामी माझ उपस्थित हुनुहुन्छ। हामी अत्यन्त स्वतन्त्र नागरिक समाज इलाम परिवारप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ र सँगसँगै सहयात्रा गरेर यो देशको संरक्षणका निमित्त बिग्रिएका बाटाघाटा मठ मन्दिरलाई संरक्षण गर्नुपर्ने परिस्थितिमा रहेका संरचनाहरूलाई हामी संरक्षण गर्ने अभियानमा जुटेका छौँ। स्वतन्त्र नागरिक समाज बरबोटेली श्रमदान अभियानको यो संयुक्त कार्य आज रहेको छ। हामी सम्पूर्ण श्रमदाताज्यूहरूप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र सदा झैँ आज श्रमदाता उपस्थित हुने क्रममा हुनुहुन्छ। हामी सुरुवाती क्षणमा छौँ र आजको यो दिव्य प्राङ्गणभित्र सँगसँगै दुईटा संस्थाले सहयात्रा गर्न पाउँदा अत्यन्त मन पुलकित भएको महसुस पनि सबैमाझ हामी साट्न चाहन्छौँ र आफ्नो व्यस्त समयलाई निकालेर प्रत्येक शनिबार श्रमदान अभियानमा सेवा गर्नुहुने सम्पूर्ण श्रमदाताज्यूहरूप्रति पनि हामी उत्तिकै सम्मान व्यक्त गर्न चाहन्छौँ र श्रमदान कार्यमा उपस्थित हुन नसक्ने महानुभावले हामीलाई जिन्सी सेवा आर्थिक सेवा प्रदान गरिराख्नु भएको छ। उहाँहरू प्रति पनि हामी हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। तपाईँको साथ सहयोगले नै बरबोटेली श्रमदान अभियान 18औं श्रृङ्खलासम्म विभिन्न कार्यहरू सफलीभूत तरिकाले गर्दै अगाडि बढिरहेको महसुस पनि यहाँहरूमाझ व्यक्त गर्न चाहन्छौँ र हामी देख्न सक्छौँ यहाँ दिव्य गौतम भगवानको यो प्रतिमूर्ति रहेको छ। वरिपरि पोखरी रहेको छ। झारपातहरू हावाले उडाएर पोखरीमा हालेको छ। यी झारहरूलाई पनि हामी निकालेर सफा सुग्घर गर्ने प्रयासमा जुटिरहेका छौँ। हाम्रा श्रमदाताज्यूहरू यो मन्दिर प्राङ्गण ठुलो रहेको छ। यो क्षेत्र ठुलो रहेको छ। र आजको हाम्रो यो दिव्य 18औं श्रृङ्खला कार्यक्रममा श्रमदाताज्यूहरू माता पाथिभरा मन्दिर इलाम नगरपालिका 4 घलेटार स्थित यो मन्दिर प्राङ्गणलाई सरसफाइ गर्ने कार्यमा तल्लीन हुनुहुन्छ। श्रमदाताहरू आउने क्रममा पनि हुनुहुन्छ। हाम्रो श्रमदाताहरू थपिरहनु भएको छ र यसरी आजको यो दिव्य माता मन्दिरलाई अझ दिव्य बनाउनका निमित्त स्वतन्त्र नागरिक समाज इलाम परिवार बरबोटेली श्रमदान अभियान इलाम परिवार संयुक्त रूपमा हामी कार्य गरिरहेका छौँ र जो जहाँ छौँ त्यहाँबाट उठौँ र यो देशको परिवर्तनका निमित्त सानो सानो कार्यले पनि यो देशको परिवर्तन हुन सक्छ। नेपाललाई विश्वमा चिनाउन सकिन्छ। यस्ता आस्थाका धरोहर विश्वासका धरोहरहरूलाई उठाउन सकिन्छ भन्ने हेतु पनि सम्पूर्ण जनमानसको रहेको छ र सबै श्रमदाताहरूप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छौँ। यहाँलाई हामी बरबोटेली श्रमदान अभियानको पेजमा हार्दिक स्वागत गर्न चाहन्छौँ। हस्, नमस्ते। आजको श्रमदान अभियान यो दिव्य पाथिभरा मन्दिरको प्राङ्गणमा सञ्चालन भइरहेको छ। थोरै केही कुरा राख्दिनँ, म हार्दिक अनुरोध गर्न चाहन्छु यहाँलाई। होइन, यो हाम्रो बरबोटेमा पदम गुरुङजीले जुन एउटा श्रमको अभियान धेरै हप्ता अगाडिदेखि आज 18औं हप्तादेखि सञ्चालन गर्नुहुँदै थियो। त्यो हामी सामाजिक सञ्जालतिर हेरेर उहाँको कामलाई चाहिँ घरमै बसेर नै अनुभव गर्दैथ्यौँ। आज प्रत्यक्ष यहाँहरूको श्रमदानसँग म पनि जोडिन पाएँ र जुन अभियान सुरुवात गरेका छ यसले चाहिँ राज्यले गर्नुपर्ने कामहरू चाहिँ श्रमबाट पनि गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण दिन सफल भएको छ र यो अभियान निरन्तरता छैरहोस्, हामी पनि बिस्तारै यसमा जोडिनेछौँ भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु। मंदिर मा कंचन गंगा हिमल को
लु फेक्नु त आजको कार्य साह्रै राम्रो छ। स्वतन्त्र नागरिक समाज इलाम, पर्वतेली श्रमदान अभियान इलाम, माता पाथेबरा मन्दिर सञ्चालक कमिटीका पदाधिकारीगण, घलेटार निवासी आमा बुवा दाजुभाइ दिदीबहिनीज्यू, जनप्रतिनिधि सबै हामी सम्मिलित भएर कार्य गर्दैछौँ। तल पनि बाटोलाई पनि सरसफाइ गर्ने कार्यमा हुनुहुन्छ। हाम्रो दुर्गा प्रज्यू आदरणीय जितबहादुर सर यो डस्टबिनलाई चाहिँ चडक्क पार्ने, राम्रो पार्ने कार्यमा यहाँ गरिराख्नु भएको छ। श्रमदाताज्यूहरू यो मन्दिरको तलतिरपट्टि रहेको अर्को दिव्य सानो यो भगवान् शिवजीको चाहिँ त्रिशूल राखिएको ठाउँलाई सरसफाइ गरिराख्नु भएको छ। हामी देख्न सक्छौँ धेरै श्रमदाताज्यूहरू हुनुहुन्छ। विशेष धन्यवाद तपाईँलाई। म चाहिँ मेरो वास्तविक नाम चाहिँ अन्जु राई हो, तर मेरो सोसियल मिडियातिर चाहिँ लुलाम ब्लग भनेर चिने गर्दछ। र म स्वतन्त्र नागरिक समाजको कार्यप्रति एकैछिनमा आउँछु। आज चाहिँ पर्वतेली श्रमदान अभियानको यो 18औं श्रृङ्खलाको कार्यक्रममा यहाँहरू समूहगत रूपमा स्वतन्त्र नागरिक समाज उपस्थित हुनुहुन्छ। कस्तो महसुस गर्नुभएको छ? मलाई त एकदमै खुसी लागिरहेछ, किन स्वतन्त्र नागरिक समाजले कार्य गरिरहँदा र पर्वतेली श्रमदान अभियानले पनि कार्य गरिरहँदा यो दुईटा संस्थाको कार्य केही फरक रहेछ भन्ने कुरा केही महसुस गर्नुभयो कि एउटै कार्य रहेछ? हाम्रो भनेको फरक त बिल्कुलै हुँदै होइन। हाम्रो भनेको तपाईँहरू हामी बिचमा व्यक्ति फरक, ठाउँ अलग फरक भए पनि हाम्रो सिद्धान्त भनेको एउटै हो। स्वतन्त्र नागरिक समाज स्थापना कहिले भएर यसले अहिलेसम्म के कस्ता कार्यहरू गरिरहेको छ? हाम्रो त स्वतन्त्र नागरिक समाज इलाम त 1.5 वर्ष नै भइसकेको, धेरै नै। यसले त धेरै अब हामीले चाहिँ परिवर्तन चाहिँ लिइ नै सकेको छौँ। अहिलेसम्म चाहिँ विभिन्न ठाउँ, सार्वजनिक ठाउँ, मठ मन्दिर, बाटोघाटो लगायतका सम्पूर्ण ठाउँतिर हामीले सबै अभियान साथसाथै बोट बिरुवा वृक्षारोपण पनि हामीले गरिराखेका छौँ। भनेपछि श्रमदान कार्यले यो देशको विकास, यो समृद्ध यो देश बनाउनका निमित्त र सुखी नेपाली बनाउनका निमित्त श्रमदान कार्य आजको आवश्यकता हो भन्ने महसुस गर्नुहुन्छ? हजुर एकदमै हो। श्रमदान त हाम्रो देश विकासमा त एकदमै मेन पार्टै हो। श्रमदान चाहिँ गर्नैपर्छ। ल समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। जय श्रमदान। र आजको यो सरसफाइ अभियान कार्यक्रममा सशस्त्र प्रहरी एपिएफ गण घलेटारबाट पनि राष्ट्र सेवकज्यूहरू यहाँ हामी सँगसँगै श्रमदान कार्यमा सम्मिलित भइरहनु भएको छ। हामी अत्यन्त कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। यसरी राष्ट्र सेवकज्यूहरूको उपस्थितिले हामीलाई एउटा अभिभावकको अभिभावकत्व भूमिका निर्वाह भएको महसुस पनि हामी गर्ने गर्दछौँ। र विगतका दिनमा घलेटारबाट राष्ट्र सेवकज्यूहरू विगतका हाम्रा श्रृङ्खलाहरूमा पनि आएर उपस्थित भएर कार्य सँगसँगै गर्नुभएको छ। आज